नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई मेरो नयाँ भिडियोमा। आज हामी 4 जना साथीहरू मिलेर गैंडाकोटदेखि चितवनको ऐतिहासिक गन्तव्य उपरदाङगढीतर्फ यात्रा गर्दैछौँ। आशा छ हजुरहरूले चाहिँ सम्पूर्ण भिडियो हेरेर साथ दिनुहुनेछ। अहिले हामी गैंडाकोटको यो भैँसाखरीदेखि हाम्रो यात्रा सुरु गरिसकेका छौँ। करिब 10 मिनेटको यात्रापछि अब हामीहरू यो नारायणघाट र गैंडाकोट जोड्ने यो पुलमा आइसकेका छौँ। देख्न सक्नुहुन्छ अब चाहिँ हामी गैंडाकोट पार गरेर चाहिँ नारायणघाटतर्फ चाहिँ हिँडिसकेका छौँ। यो समयमा चाहिँ अहिले यो गैंडाकोट महोत्सव चितवन महोत्सव लागिरहेको छ। यो चाहिँ अलिकति जाडो मौसमकै समयमा हो र मैले चाहिँ अलिकति भिडियो एडिट गर्न टाइम लगाएँ, त्यसैले मैले अहिले यो भिडियो अपलोड गर्न खोजिरहेको छु। देख्न सक्नुहुन्छ अलिकति यहाँनिर चाहिँ ट्राफिक अलि धेरै नै छ, व्यस्त छ यो बजार चाहिँ। देख्न सक्नुहुन्छ बाटाघाटाहरू राम्रा भइसकेका छन्। 6 लेनको बाटो बनिसकेको छ र हामीहरू अहिले यो भाटभटिनी अगाडि हुँदै सिजी ल्यान्डमार्कको अगाडिबाट हामी यो वीरेन्द्र क्याम्पस रोड हुँदै हामी विशाल चोकतिर जाने चाहिँ जमर्को गर्दैछौँ। गैंडाकोटतिरबाट आउने क्रममा हामीहरू सिधै पुलचोक पोखरा बस पार्क हुँदै विशाल चोकतिर पनि जान सक्थ्यौँ, तर हामीहरूले हजुरहरूलाई यो बाटोहरू देखाउने भनेर हामी यो बाटो चाहिँ हिँडिरहेका छौँ र हामीहरू यहाँनिर यो वीरेन्द्र क्याम्पस रोडबाट चाहिँ सिधै विशाल चोकतिर जाँदैछौँ। त्यसपछि हामीहरू यो भरतपुरको जङ्गलको बाटो कालिका नगरपालिका हुँदै पदमपुर निस्क्यौँ र पदमपुर बजार हुँदै हामीहरू जुटपानी बजारपछि शक्तिखोर को बजारतिर चाहिँ आइसकेका छौँ। लगभग शक्तिखोर चाहिँ भरतपुरबाट लगभग 22 किलोमिटर पर्ने रहेछ। म योभन्दा पहिला नै शक्तिखोर झर्ना आइसके तापनि अहिले चाहिँ हामीहरू यहाँ आउनको लागि बाटो केही कन्फ्युज भयो र हामी खोज्दै यहाँसम्म आइसकेका छौँ। र यो पुलबाट चाहिँ हजुरहरू यो पुल पार गरिसकेपछि हजुरहरू दाहिनेतिर गयो भने चाहिँ हजुरहरूले शक्तिखोर झरनातिर जान सक्नुहुन्छ र यहाँबाट चाहिँ देब्रेतिर लाग्नुभयो भने हजुरहरू उपरदाङगढी चाहिँ जान सक्नुहुन्छ। हामीहरू यो चाहिँ देब्रेतिर लागेर हामीहरू उपरदाङगढीतिर चाहिँ जान लागिरहेका छौँ। बाटोमा देख्न सक्नुहुन्छ हजुरहरूले यो पहाड अथवा ढुङ्गामा बनेको सुन्दर मन्दिर देख्न सक्नुहुन्छ र यहाँनिरबाट अब नजिकै पहाड पनि ठुलो पहाड देख्न सकिन्छ। यहाँनिरबाट राम्रो हरियाली दृश्य, सुन्दर मनोरम दृश्य पनि देख्न सकिन्छ यहाँनिर। र यहाँनिर अब यहाँ एउटा झलुङ्गे पुल पनि आउँछ, राम्रो यो बाटो क्रस गरेको छ यो झलुङ्गे पुलले पनि। यहाँनिर हामी केही समय चाहिँ फोटो भिडियो खिचेर हामीहरू माथि आफ्नो गन्तव्यतिर लाग्दैछौँ। र यहाँनिर चाहिँ अब यहाँबाट बाटो चाहिँ सरासर उकालो बाटो लाग्छ। अब हजुरहरूले चाहिँ अलिकति राम्रो पावर भएको बाइक अथवा स्कुटर लिएर जानुपर्ने हुन्छ। बाटो चाहिँ अलिकति उकालो नै रहेको छ, देख्न सक्नुहुन्छ। यो ठाउँको नाम चाइनाराङ रहेछ। त्यसपछि हामीहरू सिधै माथितिर चाहिँ लाग्दैछौँ। यो चाहिँ खोलाको किनारै हामीहरू अगाडि बढिरहेका छौँ र बाटो चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले एकदमै राम्रो बाटो रहेको छ। यहाँनिर माथि गइसकेपछि 1-2 ठाउँमा अलिकति अफ रोड रहेको छ, नत्र भने बाटो चाहिँ 90-95% चाहिँ राम्रो बाटो रहेको छ। माथि चाहिँ अलिकति 1-2 ठाउँमा चाहिँ पहिरो सम्भावित क्षेत्र पनि रहेको रहेछ र त्यहाँनिर चाहिँ अलिकति बाटो नराम्रो हुनसक्छ। हजुरहरू अहिले चाहिँ हामीहरू यो चाहिँ हिउँदको समयमा गएर पनि होला, अब बर्खाको समयमा चाहिँ अलिकति बाढी पहिरो जान सक्छ। त्यसैले हजुरहरू ध्यानपूर्वक जानु हुन विनम्र अनुरोध गर्न चाहन्छु। बाटोको अपडेट थाहा पाएर मात्रै जानु होला। माथि चाहिँ 1-2 ठाउँमा चाहिँ दुर्घटना प्रभावित क्षेत्र पनि रहेको रहेछ, अलिकति पहिरो जाने ठाउँ पनि रहेछ। देख्न सक्नुहुन्छ यहाँनिर यस्तो रमणीय दृश्य देख्न सकिन्छ। फाटाफुट्टा केही घरहरू पनि यो बाटोमा रहेका छन् र देख्न सक्नुहुन्छ यहाँनिर यस्तो मनोरम रमणीय दृश्य रहेको छ। चिसो हावापानी यहाँको मुख्य विशेषता हो। तल चितवनमा गर्मीको उखरमौलो घाम र माथि चाहिँ एकदमै शीतल चिसो हावापानी। त्यसैले गर्दाखेरि पनि धेरै मानिसहरू यहाँनिर चाहिँ बाह्य पर्यटनभन्दा आन्तरिक पर्यटनको चाहिँ यहाँनिर घुइँचो लाग्ने गर्छ। विशेष गरी चाहिँ यो गर्मीको मौसममा चाहिँ धेरै मानिसहरू यहाँनिर आउने गर्दछन् चितवनको गर्मी छल्नको निम्ति।
हामी चाहिँ अलिकति यो फागुन चैतको समयमा चाहिँ आइरहेका छौँ। त्यही पनि यो समयमा पनि तल एकदमै गर्मी सुरु लगभग भइसकेको छ। देख्न सक्नुहुन्छ हजुरहरूले यहाँनिर यो आफ्नो साधनको गति चाहिँ 20 किलोमिटर/आवर रहेको छ। अलिकति यहाँनिर चाहिँ दुर्घटना हुन सक्ने सम्भावना भएको हुनाले यहाँनिर बोर्डहरू टाँसिएको छ। 20 किलोमिटर/आवर भन्दा बढी चाहिँ रफ्तारमा आफ्नो साधनहरू नचलाउनुहोस् भनेर यहाँ चाहिँ सूचना जस्तो बोर्डहरू टाँसिएको छ। हजुरहरूले चाहिँ यो नियमको चाहिँ एकदमै पालना गरिदिनु होला। किन भन्दाखेरि अलिकति भिरालो जमिन रहेको हुनाले चाहिँ यहाँनिरबाट चाहिँ दुर्घटना भयो भने अलिकति ठुलै खाले दुर्घटना हुन सक्छ। अब यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर अलिकति अफ रोड रहेको छ। अफ रोड यो समयमा त खासै यो अफ रोड भन्न मिल्दैन यसलाई, तर यहाँनिर चाहिँ अलिकति पहिरो जाने ठाउँ रहेछ। त्यसैले चाहिँ यो ठाउँमा चाहिँ अलिकति ध्यानपूर्वक यात्रा गर्नु होला। यो ठाउँमा चाहिँ खास गरी चेपाङ जातिको चाहिँ मुख्य बसोबास रहेको रहेछ। यहाँनिर सिराइचुलीको फेदीबाट आएको चिसो पानी यहाँको मुख्य विशेषता पनि रहेछ। नारायणघाट बजारबाट करिब 1-1.5 घन्टाको यात्रामा आउन सकिने यो ठाउँ एकदमै साँच्चीकै नै सुन्दर रमणीय रहेछ। र हामीहरू अहिले माथि आइसकेका छौँ। यहाँनिर हामीले पार्किङ गरेर 100 रुपियाँ एउटा साधनको चाहिँ 100 रुपियाँ लाग्ने रहेछ यहाँ पार्किङको। र हामीहरू यहाँ पार्किङ गरेर माथितिर जानेछौँ। अब यहाँनिर हामीहरू एक दिन बस्ने भनेर नै आएका थियौँ र अलिकति त्यहाँ पार्किङ गरिसकेपछि कम्तीमा नि 10-12 मिनट चाहिँ माथि हिँडेर जानुपर्ने हुन्छ। त्यहाँनिर टन्नै होमस्टेहरू रहेका छन्। हामी जाने बेलामा चाहिँ 10-12वटा होमस्टेहरू चाहिँ सञ्चालनमा आएका थिए भने केही होमस्टेहरू चाहिँ बन्द अवस्थामा रहेका रहेछन्। समुद्री सतहबाट 1275 मिटरको उचाइमा रहेको यो गढी विशेष गरी दक्षिणी भागबाट हुने आक्रमणबाट बच्नको लागि पृथ्वीनारायण शाहका नाति शत्रुभञ्जन शाहले 2224 राज्य एकीकरण गर्दाखेरि बनाएका रहेछन्। सन् 1800 तिर यो गढीको निर्माण गरिएको रहेछ भने सन् 1960 सम्म यसलाई चितवनको हेडक्वार्टर पनि रहेछ। त्यसपछि मात्रै भरतपुरमा चाहिँ चितवनको हेडक्वार्टर सारिएको रहेछ। यहाँ देख्न सक्नुहुन्छ रमणीय दृश्य, सुन्दर दृश्य देख्न सक्नुहुन्छ। केही सिँढीहरू रहेका छन्। साथीहरू माथि पुगिसकेका छन्। यहाँनिर मुख्य द्वार रहेको छ। त्यहाँनिर हजुरहरूले त्यहाँ 50 रुपियाँको टिकट काट्नुपर्ने हुन्छ। त्यहाँ 50 रुपियाँको टिकट काटिसकेपछि हजुरहरू मुख्य गढीमा जान सक्नुहुन्छ। यहाँनिर टिकट काउन्टर घर पनि रहेको छ। तलको यो मनोरम दृश्य देख्न सक्नुहुन्छ। उतातिर चाहिँ मायाटार रहेको छ। हामी चाहिँ आज यो यात्रामा चाहिँ मायाटारतिर चाहिँ अलिकति गइएन। हामी यहीँ बस्ने भनेर आएका थियौँ र हामी यहीँ बस्नेछौँ आज। घाम चाहिँ ढल्न लागिसकेको छ। करिब 5-5:30 बजिसकेको छ र यहाँ सुरुमै छिर्दा बित्तिकै चाहिँ हजुरहरूले यो शिलालेखमा कुदिएका चाहिँ अप्पर दाङगढीको बारेमा चाहिँ लेखिएको शिलालेखहरू देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ हजुरहरूले यो हिमालको दृश्य पनि देख्न सक्नुहुन्छ। अलिकति केही खुड्किलाहरू पार गरिसकेपछि माथि नेपालको झन्डा फरफराइरहेको छ देख्न सकिन्छ। केही मानिसहरू यहाँ चाहिँ घुम्न आएका छन् र यहाँ चाहिँ अहिले मर्मतको कार्य पनि हुँदै रहेछ। गढीभित्र चाहिँ मर्मत सम्भार कार्य पनि हुँदै थियो। यहाँ टोयलेटको व्यवस्थाहरू, खानेपानीको व्यवस्थाहरू पनि राम्रो रहेछ। अब हामीहरू लगभग गढीमा आइसकेका छौँ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ अब हजुरहरूले आक्रमणबाट बचाउनको लागि चारैतिर ठुलो नालाहरू पनि बनाइएको छ। त्यहाँ करिब 12-15 फिटको ढुङ्गाहरूले चाहिँ पर्खाल पनि बनाइएको छ। ढुङ्गाहरू चाहिँ कसरी ल्याइयो भनेर अहिले चाहिँ मान्छेहरू अचम्म पर्छन्। त्यहाँका ढुङ्गाहरू देख्दाखेरि पहिला त बाटो पनि थिएन, तर पनि त्यत्र ठुल्ठुला ढुङ्गाहरू ल्याएर त्यहाँ पर्खाल बनाइएको छ। यो चाहिँ आश्चर्यजनक नै रहेको छ। त्यहाँनिर एउटा पानीको व्यवस्थाको लागि एउटा पानी भण्डारण गर्ने कुवा अथवा इनारको पनि व्यवस्था रहेछ। त्यहाँ आई लभ अप्पर दाङगढी भनेर लेखिएको एउटा लभवाला एउटा फोटो खिच्ने ठाउँ पनि रहेछ र घाम डुब्न लागिसकेको छ। यो चाहिँ गढीको चारैतिरको पर्खालहरू हामीले चाहिँ पुरै हिँडेर सकिसकेका छौँ र यहाँनिर चाहिँ
नेपालको झन्डा फरफराइरहेको देख्न सकिन्छ। यहाँ का बासिन्दाहरूले पूजा गर्ने ठाउँ पनि यहाँनिर रहेछ। र त्यसपछि हामीहरू चाहिँ अर्को दिन बिहान है त्यहाँ एउटा होमस्टेमा बसेर अर्को दिन बिहान चाहिँ त्यहाँबाट चाहिँ हामीहरू चाहिँ आफ्नो घरतिर चाहिँ लाग्दछौँ। यहाँ सुन्दर दृश्य देख्न सकिन्छ। यो फर्किने क्रममा चाहिँ एउटा कुरा नछुटाउनु पर्ने नबिर्सिनु पर्ने कुरा चाहिँ के छ भन्दाखेरि हजुरहरूले आफ्नो साधन चाहिँ बिचमा रोक्दै आउन सक्नुहुन्छ। किन भन्दाखेरि झर्ने क्रममा चाहिँ एकदमै ओह्रालो बाटो रहेको हुनाले चाहिँ हजुरहरूको चाहिँ ब्रेक फेल हुनसक्छ अथवा ब्रेक नलाग्ने समस्या चाहिँ हुनसक्छ। त्यसैले चाहिँ यो विचार गर्नु होला। हाम्रो यात्रा साँच्चै रमाइलो र ज्ञानवर्धक पनि रह्यो। उपरदाङगढी आएको अनुभव अविस्मरणीय रह्यो। यदि तपाईँहरू पनि इतिहास प्रकृति र एडभेन्चर मन पराउनुहुन्छ भने एकपटक अवश्य पनि यो ठाउँमा चाहिँ घुम्नुहोला। केही फोटोहरू हजुरहरूलाई चाहिँ पस्किँदै आजको लागि चाहिँ यो भ्लग चाहिँ यहीँ टुङ्गाउन चाहन्छु। हस्, धन्यवाद।